वेलकम टु माई ब्लग गाइज होइन आज चाहिँ म चाहिँ अब यसो स्टेतिर हिँडेको त्यहाँ ओडामा बिरुवा आएर त्यसको लागि किन हिँडेको। आज साउन 1 गते सङ्क्रान्ति पनि हो होइन। र आज चाहिँ म यसो स्टेतिर चल्दैको म चाहिँ अहिले स्टे राम्रो साफ छु है ढाँडे भन्ने ठाउँमा। म चाहिँ यहाँ सुन्दरपानीतिर आइपुगेको छु है। सुन्दरपानीतिर आइपुगेको छु गाइस। म चाहिँ बाटोमा छु होइन हेर्नु सक्नुहुन्छ। यो चाहिँ हाम्रो सुन्दरपानी भन्छ अहिले। तपाईँहरूलाई पुरै भ्लग देखाउन चाहन्छु गाउँको। हेर्नुहोस् हेर्नुहोस् गाई चाहिँ हेर्नु सक्नुहुन्छ होइन। हेर्नुहोस् गाइज यसरी हिँडिरहेको छु होइन गाइज हेर्नु सक्नुहुन्छ हजुरहरूले यताबाट। म चाहिँ घरबाट 5-10 मिनट त अलि वरै आइसकेँ गाइज। पानी परेर हिलो छ बाटो पुरै हेर्नु सक्नुहुन्छ हजुरहरूले। हाम्रो गाउँ गाउँ त होइन मामा घर मेरो। यसो अब एउटा 2टा ब्लग हाल्छु सोचिरहेको छु। कहाँ जानु पनि कहाँ जानु त्यस्तो जानु ठाउँ पनि छैन। अहिले स्टे हो ठुलो चौर छ है गाछलाई सबैलाई देखाइदिन्छु ल। बाख्राहरू सबै चल्नु ठुलो बाख्रा ठुलो है गाई चाहिँ हाम्रो यो खिच्छ। त्यसको लागि यहाँ कुलोबाट पानी ल्याएर अनि खेतमा हाल्ने गाई चाहिँ हेर्नुहोस्। हेर्नुलाई गाई तपाईँहरूले सम्पूर्ण देख्नु सक्नुहुन्छ। म आज रिस्टेसम्मको भ्लग भन्नु चाहिँ यसो लाल लाग्छ तर रिस्टेमा कसैले हेरिरहेको हुन्छ मोबाइल देखाएर के हेर्नु जस्तो लाग्छ आफूलाई। हेर्नुहोस् गाइज अब बाख्राहरू छ यहाँ चाहिँ हेर्नुहोस् गाइजहरूलाई हेर्नुहोस् है हेरिराख्नुहोस्। बाख्राहरू छ यहाँतिर बाख्रा चल्ने आउँछ कि प्रायः जस्तो माथि सलिनतिर पनि। म चाहिँ यसो खुट्टा सुट्टा धुन्छु गाइज खुट्टा फोहोर भएको यहाँ चाहिँ पानीको मन छ गाइज। बाइक हेर लगातार गएको गाइड छ यहाँबाट रास्तै फोहोर लाग्ने कि पानी खाँदैछु नधुनुहोस्। चिसो थियो गयो पानी चाहिँ पानी खाँदैछु हेर्नुहोस् गाई पिच हुँदैछ खाइ छ होइन। अहिले के हो 2-3 वर्ष यस्तो हालेर गाई जानु एउटा माथिबाट जाने गुराँस होइन। त्यहाँ बिरुवाले गएको एउटाबाट टिमुरको बिरुवा आएर खाने टिमुर त्यसकै अब घाम लगाएको
हामी पनि त्यो चाहिँ फेरि लानुको लागि फर्म भर्नुपर्छ नि गाइज हामी चट्ट फर्मसम्म भइसकेको छ मरा छ होला चाहिँ पछि हुन्छ हामी चाहिँ यसो तपाईँहरूलाई देखाउनको लागि अब सरलाई फोटो हेर्नु फुपू मान्छे नै देखाउनु पर्यो देखाएको तिम्रो सरलाई कति कुनै केटी मन पराउँदैन कुरा नगर त कुरै नगर्नु रे अब उहिले राम्रोसित पढ्दै भए नानी जस्तै मात्राले मेरो बुहारी हुन्थ्यो होला अहिले पढिरहेको छु म आराम पढ्छु अहिले स्कुल मोटे घाँटी छोपिरहेको जस्तो देखियो होइन स्कुल चाहिँ राम्रो छ गाइस त स्कुल चाहिँ राम्रोसित स्कुल पहिलाको पुरानो बिल्डिङ होइन हजुर ल त्यहाँ तलबाट जाउँ त पनि देखाइदिरहेछु होइन सुन्दर पानीको भिउ हेर्नुहुन्छ भने होइन उहाँ घर चाहिँ